सो हाई गाइस सेवान्ने यो भिडियो चाहिँ अस्तिको हो निकै दिन अगाडिको 21-22हरूको हो होइन। अन्त मैले चाहिँ आज भोइस ओभर गर्दैछु। अन्त यो दिन चाहिँ मलाई चाहिँ यति साह्रो ढिलो भइरहेको थियो। बिहानै मलाई घर जानु थियो। यो दिन चाहिँ इन्गेजमेन्ट थियो नि त दादाको, त्यही भएर चाहिँ स्ट्यान्डमा गाडी पनि कम्ती रहेछ र म चाहिँ स्कुटीमै गएँ होइन। अन्त त्यसको बादमा चाहिँ घरमा पुरा पेन्डिङ कामहरू रहिरहेको थियो। गिफ्टहरू प्याक गर्नु, सामानहरू मिलाउनु आदि काम थियो होइन। सो त्यो गरेँ मैले चाहिँ। अन्त त्यो दिन चाहिँ म गइनँ, जानु पाइनँ। अन्त घरमै बसेँ होइन पापासँग। अन्त आमाहरू जानुभयो। अन्त त्यो बेलुका चाहिँ म चाहिँ माथि भाउजूको दोकान आएर चाहिँ यहाँ फेसियल किट हेर्दै थिएँ। यहाँ चाहिँ फेसियल चाहिँ राम्रो छ, फेसियल किट राम्रो छ भनेर नानीले भन्दै थियो नि त। अन्त त्यो चाहिँ नानी र म 7:30तिर चाहिँ हामी चाहिँ यहाँ माथि दोकान आएको थियो। नानीले चाहिँ मलाई सबै चिजहरू देखाउँदै थियो। दादाको फेसियल गरिदिनु पऱ्यो भनेर चाहिँ म चाहिँ अन्त फेसियल किट लिनु आएको थिएँ होइन। अन्त पानी पनि पर्दै थियो, सिमसिम जाडो पनि पुरा थियो होइन यो टाइममा चाहिँ। अन्त मलाई चाहिँ जानु पनि मन परेको थिएन, यहाँ दोकान आउनु पनि मन परेको थिएन क्या। जाडोले पानी परेर फेरि डर पनि लागिरहेको थियो। 10:30 भइसकेको थियो, पानी परेर चिसो भएर सबैजनाले दोकान बन्द गरिसकेछ नि त। नभए चाहिँ यो साइडमा चाहिँ थुप्रै दोकान छ होइन। पानी नपरेको बेलामा दिन राम्रो भएको बेलामा चाहिँ सबै 10 बजी 10:30 बज्दा त खुल्लै हुन्छ नि त। अन्त यो दिन चाहिँ छिट्टै बन्द गरेको थियो। अन्त यहाँ चाहिँ नानीले मलाई भट्टाभट सबै चिजहरू देखाउँदै थियो। यो हेर्नु न भनेर कस्तो राम्रो हुन्छ अरे नि त, हुन्छ अरे होइन। मैले पनि युज गरेको अस्तिको वर्ष 1-2 सामानहरू चाहिँ एकदमै राम्रो हुन्छ, सबै चिज पाउँछ नि त यहाँ चाहिँ। अन्त चाहिँ म चाहिँ यहाँ चाहिँ नानीले सामानहरू देखाउँदै थियो, सेम्पूहरूदेखि लिएर होइन सबै। अन्त फेसियल किट चाहिँ हामीले अघि जुन चाहिँ नानीले देखाएको थियो त्यो मैले लिएँ होइन। अन्त नानीलाई छिटो दोकान बन्द गरौँ नानी भनेर चाहिँ बन्द गर्दैछ नानीले चाहिँ हो। यस्तो अँध्यारो भइरहेको थियो। यहाँ चाहिँ दोकानहरू सबै खोल्छ पानी नपरेको बेलामा। यो दिन चाहिँ पुरा चिसो थियो। अन्त यहाँ चाहिँ के राखिरहेको रहेछ, छोडेर गएछ मान्छेले भनेर म चाहिँ यहाँ हेर्दै थिएँ। भए चाहिँ लोटा पानी चाहिँ चढाएको रहेछ नि त लोटामा हो। अन्त नानी र म चाहिँ यहाँदेखि घरहरू सर्टकट बाटो चाहिँ झऱ्यो हो। अन्त नानीले चाहिँ यहाँनिर पुरा हात मैला भएछ नि त, उसको धुलो लागेछ त्यो देखाउँदै थियो। लक्कुले चाहिँ अहिले पनि पानी परिरहेको छ हल्का होइन। अन्त हामी चाहिँ गफ गर्दै छिट्टो ओह्रालो झऱ्यो, 11 बज्नु आँटेको थियो। अन्त यो चाहिँ दिन चाहिँ नेक्स्ट डे हो। आमा पनि रेडी हुँदैछ, यहाँ आइस पनि रेडी भएर आइसकेको छ। नानीलाई पनि मैले रेडी गरिसकेको छु, लक्कु र आदित्यलाई। अन्त म पनि यहाँ रेडी भइसकेको थिएँ। अन्त आमाहरू पनि रेडी भइसकेको थियो। अन्त जाने मान्छेहरू पनि सबैजना आउनु हुँदै थियो यो टाइममा चाहिँ। अन्त म चाहिँ यहाँ बाहिर आएर चाहिँ मेरो कपाल हेर्दै थिएँ। यहाँ चाहिँ पुरा कलरले डरेको छ नि मेरो कपाल। अन्त बेसी कलर गरेर स्ट्रेट गरेर पनि होला पुरा रफ भएको छ। अन्त यहाँ चाहिँ मेरो छोराले चाहिँ कपाल काटेर आएछ। यो बिहानै आएको चाहिँ, अगाडिको दिन चाहिँ आएको थिएन नि त उसको इक्जामले गर्दाखेरि। अन्त कपाल काटेको बेलामा चाहिँ नक्कल चाहिँ 1-2 दिन चाहिँ पुरा पार्छ नि त। अन्त यहाँनिर पास्टर बुवाहरू आउनुभयो होइन। अन्त हामीले चाहिँ छिट्टो गरेर चाहिँ ढिलो भइसक्यो। 10:30मा चाहिँ हामी पुग्नुपर्ने थियो, 10 त बजिसकेको थियो होइन। अन्त त्यही भएर चाहिँ हामीले घरमा गर्नुपर्ने के गर्नुपर्ने छिट्टो फटाफट गरेर चाहिँ हामी चाहिँ रोडमा निस्क्यौँ होइन। त्यसको बादमा चाहिँ यहाँ चाहिँ यतिजनाहरू चाहिँ जाने थियो, थुप्रै थियो। अन्त 5वटा गाडी हामी गरेको थियो। 5वटा गाडीमा चाहिँ हामी चाहिँ कुन चाहिँ गाडीमा जाने, को जाने भनेर चाहिँ नानीले म पनि जान्छु ल तपाईँसँगै भनेर भनिरहेको थियो हो। अन्त मैले चाहिँ यहाँ नानी र लक्कु र आदित्यलाई चाहिँ यहाँ घरकै गाडीमा हालेँ होइन। हामी चाहिँ यो गाडीमा जाने, यहाँ चाहिँ आफ्नै फ्यामिलीहरू मात्रै जाने यो गाडीमा चाहिँ भनेर भयो होइन। अन्त फर्स्टको गाडीमा त्यहाँको अरू मान्छेहरू बस्यो होइन। अन्त त्यसको बादमा हामी गफ गर्दै गयो। लक्कु र आदित्य भएकोले गर्दाखेरि चाहिँ अब एकछिन पनि बाटोमा बोर भएन। उनीहरूको त गफ यति साह्रो हुन्छ नि त, अब बसिसकेपछि चाहिँ झन् 2जना भेट भयो भने त्यति बेसी बोल्छ। हाँस्दै जाँदै थियो होइन गफ गर्दै। अन्त यो बाटोमा चाहिँ मैले चाहिँ यस्तो क्यामेरा निकालेर भिडियो गरेँ। यो बाटो चाहिँ मलाई पुरा मनपर्छ हो। यस्तो दामी देख्छ नि घाम लागेको बेलामा चाहिँ। पानी परेको बेलामा त अब यो ढुस्से नै हुन्छ सधैँ नै, घाम लागेको बेलामा चाहिँ दामी देख्छ यो बाटो चाहिँ। अन्त गफ गर्दै हामी बाटोमा जाँदैछ होइन। अन्त जाँदा हामी भाउजूको घर पनि पुग्नु आँटेको थियो।
अन्त यहाँ नानीले चाहिँ भन्दै थियो हामी चाहिँ भाउजूको घर बिहा गरेर पुग्नु आँट्यो, अब चाहिँ यहाँदेखि अलिकति तल मात्रै छ भनेर भन्दै थियो, किनकि ऊ अगाडि पनि आएको थियो नि त, हामीलाई त थाहा पनि थिएन हो। अन्त नानी चाहिँ यहाँ बिच्किरहेको थियो, मैले काखमा राखेँ उसलाई भनेर सिटमा बस्नु दिएन भनेर। अन्त हामी चाहिँ यहाँ आइपुग्यो। यसको बादमा चाहिँ गाडी यहीँ ग्राउन्ड रहेछ नि त, सानोबटे ग्राउन्ड रहेछ, यहाँनिर गाडी राखेर हामी यहाँ तल भाउजूको घर चाहिँ देख्नुहुँदैछ तपाईँले यहाँ तल हो। अन्त हामी पुगिसकेर यहाँ हामी बसिरहेको छ हो। अन्त यहाँ चाहिँ दुईजना भाइहरूको चाहिँ यति डरलाग्दो गफ भइरहेको थियो नि त, मैले सुनिरहेको थिएँ उनीहरू बोलेको क्या सबै। अन्त मैले उनीहरूलाई जिस्काउँदै थिएँ हो। आइस त्यस्तो उनीहरूसँग गफ गर्नु पाएको थिएन, किनकि उता साइडमा बसेको थियो नि त। अन्त हामी सकेर चाहिँ यहाँ माथि आयो हो। अन्त यहाँ आएर अब के गर्नु छ दुलहीलाई हाम्रो बिचमा हामी आउँदै गर्दाखेरि र विशेष हाम्रो केपी हाम्रो छोरीको बुहाले उहाँलाई यसरी हाम्रो बिचमा उहाँ आउँदै गर्दाखेरि हाम्रो मण्डली यो झुन्डबाट अर्थात् हामी सबै मिलेर एउटा गीत हामी गाउँदै गर्दा पत्नीलाई प्रेम गर्नुपर्छ भनेर बाइबलले सिकाएको छ। अरूलाई होइन, आफ्ना पत्नीहरूलाई, अरूलाई होइन। धेरैपल्ट हाम्रो दाजुभाइहरूले गल्ती गरेर अरूलाई पनि पत्नी बाहेक अरूलाई पनि प्रेम गरिपर्छ होइन। तर पत्नीहरूले आफ्नो पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि प्रेम गर्नुभयो। आज मण्डली पति पत्नीको आज फाउन्डेसन जग चाहिँ आज प्रेम हो। पति पत्नीको आज असल पारिवारिक घर निर्माण गर्न चाहन्छ भने चाहिँ त्यसको फाउन्डेसन चाहिँ प्रेम हो। परिवारहरूमा अशान्तिहरूमा लोग्नेको रूपमा साथ दिन्छौँ अनि के तिमी परमेश्वर र मण्डलीको बिचमा विश्वास योग्य अब देउलाले भन्नुपर्छ यो औलीमा लाउँदैछु। यो प्रेमको चिन्हद्वारा म तपाईँलाई विवाह गर्छु। लगाऊ
साथीहरू त्यो दिन चाहिँ मैले चाहिँ अब मेरो फोन चाहिँ आधी दिनमै स्विच अफ भएको थियो नि त, त्यही भएर मैले त्यहाँदेखि पछाडिको भिडियो चाहिँ केही पनि गर्नु पाइनँ होइन। अन्त फर्किँदाखेरि चाहिँ 6 बजिसकेको थियो, घरमा आउँदाखेरि त अब राति नै भइसकेको थियो। हामी घर फर्किँदाखेरि चाहिँ पुरै ढिलो भएको, तर मैले भिडियोमा चाहिँ अब केही पनि ल्याउनु पाइनँ किनकि मेरो फोन स्विच अफ भएको कारणले गर्दाखेरि। अन्त यो चाहिँ नेक्स्ट डे हो होइन, यो चाहिँ चर्चमा हो। अन्त भाउजूहरू नि बिहानै आउनु भइसकेको थियो। अन्त हामी चाहिँ यता चाहिँ चर्चमा गरेको हो नि त केटापट्टि चाहिँ। अन्त यहाँ चाहिँ आमाहरू बसिरहनु भएको छ गफ गर्दै हो। अन्त यहाँ दादा भाउजू चाहिँ यहाँभित्र छ। अन्त भाउजू नानी सबैजना यतातिरै छ होइन। अन्त यहाँ चाहिँ दादाहरूको केक कटिङ भइरहेको छ उनीहरूको लागि। अब बेहुला बेहुलीको लागि चाहिँ प्रेयरहरू राम्रोसँगले गरिदिनु भयो सबैजना मिलेर होइन। अन्त त्यसको बादमा केक कटिङ भयो। अन्त चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ बसिरहेको थियो हो। आमाहरू यहाँ छ, केटा र केटी दादा र भाउजू यहाँनिर छ। नानी चाहिँ फोटो खिचिरहेको छ मामा माइजूसँग। पुरा इन्जोय गऱ्यो उनीहरूले त, अब कुदेर खेलेर होइन। 3-3:30सम्म चाहिँ हामी यहाँनिर थियो। त्यहाँदेखि बादमा चाहिँ हामी घर फर्क्यो किनकि घरमा पनि बेलुका अब मान्छेहरू आउँथ्यो नि त चर्चबाट चाहिँ बेलुका घरमा। अब बेहुला बेहुलीसँगै लिएर चाहिँ चर्चबाट अब पास्टर बुबाहरू होइन, अन्त अरू चर्चको मान्छेहरू अरू पनि आउनेवाला थियो र म चाहिँ हामी चाहिँ 3:30 गाइस हाम्रो चाहिँ बेहुला हाँस्नै जान्नेको छैन फोटोमा हो। बेहुलाको अगाडि भन्नु सकेको छुइनँ मैले। हँसाउनु प्र्याक्टिस गर्दैछु, हाँस्दै केही छैन। हेर्नुहोस् त्यहाँ। यहाँ चाहिँ दादाले फोन गर्नुभएछ नि त भिडियो कल भाउजूकोमा। अन्त दादासँग बात गर्दै थिएँ होइन। बिचरा दादा पनि अब बाहिर छ नि त, आउनु पाउनु भएन। अन्त चाहिँ दादालाई नै फोनमा बात गर्दै थिएँ हामी सबैजना, आमा म भाउजू। अन्त नानीहरू चाहिँ यहाँ खेलिरहेको थियो। मैले नानीहरूलाई चाहिँ पठाइदिएँ घर छिटो होइन। अन्त यहाँ चाहिँ मेरो साथी पनि आएछ, म चाहिँ जहाँ गइनँ योसँग बसेँ होइन। किनकि नानीलाई चाहिँ मैले यही दिन घर पठाउनु पर्ने थियो। त्यसको भोलिपल्ट चाहिँ उसको चाहिँ उयो थियो नि त, एक्जाम थियो होइन। अन्त छिटो छिटो गरेर चाहिँ उसलाई घर पठाएर उसले पढ्नु पनि थियो। अन्त मैले उसलाई पठाएँ। अन्त यो चाहिँ नेक्स्ट डे हो। बिहानखेरि छेमालाई पुऱ्याउनु जानुपर्ने थियो नि त, रोडमा छेमा बस्नु भएको थियो बेलुका। अन्त बिहान छिटो घर जानुपर्ने भनेर चाहिँ भन्नुभएर चाहिँ बिहानखेरि छिटो छिटो उठेर छेमालाई मैले रोडमा छोड्नु आएँ होइन। यो चाहिँ दादाको दोकान कति दिनदेखिको बन्द छ बिहाले गर्दाखेरि। यहाँदेखि चाहिँ यस्तो देख्छ होइन। सबैमा हाम्रो चाहिँ रोडको चाहिँ माथि पनि पर्छ, रोड चाहिँ बिच माथि पनि छ तल पनि छ, हाम्रो घर चाहिँ बिचमा पर्छ नि त हो। अन्त यहाँबाट चाहिँ यस्तो देख्छ है। बिहानखेरि चाहिँ घाम मजाले लागिरहेको थियो। यति बेला चाहिँ बेसी पनि भएको थिएन, 7 बजेको थियो। छेमा चाहिँ 5 बजी उठ्नु भएछ हो। अन्त छिटो छिटो गरेर घर जाने गाडी रोकिदेऊ न भनेर भन्नुभयो। अन्त म चाहिँ म पनि नधोई माथि रोडमा आएर गाडी पर्खिरहेको थिएँ। सो अहिले भने चाहिँ मैले छेमालाई चाहिँ गाडी चढाएर पनि पठाइसकेको छु हो। अब चाहिँ म भिडियो यहीँ एन्ड गर्दैछु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई गाइस।